गाइस भैंसको माउरा हेलो सर नमस्ते के छ आज धेरै दिनपछि यतातिर देखेँ के छ यता ग्यासहरू पनि रहेछन् के रहेछ त म एकदम बसिया चाहिँ यस्तो हालत छ 3 दिनको खाना नखाएको के छ भने यस्तो केही गर्नुस् अब म पनि हजुर जस्तै परे है तै पनि अनि तपाईँले ग्यास अहिलेसम्म किन लग्नु भएन त लग्ने भएर त आकै छ त 3 दिन भयो म अरु के तपाईको फेरि यत्रो पालो छ यत्रो पालोपछि तपाईको पालो हो तपाईँ ग्यास खान्छ म बसेको हेर्नु अनि के खानुहुन्छ तपाईँ आज त्यही पर त्यही दोकान जुन ढैक्यो अघि सारो तपाईँ पनि ग्यास लिन आउनुभएको हजुर हजुर ग्यास कहाँ छ तपाईँको यत्रो लाइन छ ग्यास जम्मा 200-300 आछ अरे त्यो त भ्याइहाल्ने भने तपाईँ क्या हुनुहुन्छ आज पनि चाउचाउ खाएर दिनको आउनुहुन्छ मजाले अब के गर्ने अब सबै खाएर दिन्छ जियोस् जेनजीलाई के अरे नयाँ सरकारलाई भोट हालेको चित्त बुझ्यो एकदम बेरोजगारीले रोजगारी पायो नि त होइन अब ग्यास लगेर जानुहुन्छ कि अहिले त्यत्तिकैमा गइहाल्नुहुन्छ साँझतिर हुन्छ साँझतिर आउँछ अरे साँझतिर हुन्छ हुन्छ मसँग टाइम त छैन अहिले अब हजुरसँग मात्रै कुरा गरेर काम छैन धेरैसँग कुरा गर्नु पनि पर्ने छ है यस्तो माहौल छ सबै भोगमा होला नि ल हुन्छ सिम्पल मेसिन भन्ने हो सिम्पल मेसिन ल गाइज हेर्नु त तपाईँ यत्रो छ ग्यासको लाइनहरू है म चाहिँ यता छु यत्रो ग्यासको लाइन छ आज म यसो वीरेन्द्रनगर सुर्खेत स्थित माथि के अरे ठ्याक्क वीरेन्द्र चोक नजिक एउटा रहेछ रेडिमेड ग्यासको चाहिँ एउटा लाइन ट्याक्क गएर कस्तो छ भाइ हजुरको guys, bye, see you. Have a nice day.